Hello everyone, welcome to Restaurant P. आजको यो भिडियोमा म तपाईहरुलाई हाउ टु एड र मेटेरियल्स इन Restaurant P यसको बारेमा भन्दैछु। त्यो भन्दा सुरुमा हामी र मेटेरियल भनेको चाहिँ के हो भनेर बुझ्ने छौं। र मेटेरियल भनेको चाहिँ तपाईको रेस्टुरेन्टमा चाहिने ग्रोसरी आइटम्स अथवा नुन, चिनी र स्पाइसेसहरु जति पनि तपाईको रेस्टुरेन्टमा चाहिन्छ यो सबैलाई चाहिँ र मेटेरियल भनिन्छ। अनि यो र मेटेरियल चाहिँ कसरी एड गरिन्छ र केमा युज हुन्छ त्यसको बारेमा सिकाउने छु। तपाईले रेस्टुरेन्ट पेमा लगइन गरिसक्नु भएपछि यता साइटमा डिश म्यानेजर भनेर देख्न सक्नुहुन्छ। डिश म्यानेजरमा क्लिक गर्नुभयो भने र मेटेरियल्स को अप्सन देख्न सक्नुहुन्छ। त्यसमा क्लिक गर्नुहोस् अनि यहाँ हेर्न सक्नुहुन्छ अलरेडी एउटा साल्ट चाहिँ एड भइसकेको छ। तर हामी फेरि नयाँ एउटा सुगर चाहिँ हामी एड गर्ने छौं। त्यसको लागि र मेटेरियलमा क्लिक गरेर नेममा चाहिँ सुगर राख्ने छौं अनि एउटा कुनै एउटा नयाँ कोड जेनेरेट गरिदिने छौं। अनि युनिटमा चाहिँ केजी किनकि सुगरहरु चाहिँ केजी मा पाउँछ सो केजी मा राख्ने छौं। यदि कुनै युनिट तपाईहरुले पाउनु भएन भने तपाईले यसमा प्लस बटनमा क्लिक गरेर नयाँ युनिट एड गर्न सक्नुहुन्छ। अनि तपाईले इमेज पनि राख्न सक्नुहुन्छ। तपाईको डेस्कटपबाट राख्न पनि सक्नुहुन्छ अथवा यही भएको सजेसनमा आएको फोटोहरु पनि राख्न सक्नुहुन्छ। अहिलेलाई चाहिँ हामी कुनै पनि फोटो राख्ने छैनौं। क्रिएट गर्दा हुन्छ अनि तपाईले देख्न सक्नुहुन्छ सक्सेसफुली क्रिएट भइसकेको छ। अब यसलाई चाहिँ कसरी र कहाँ युज गरिन्छ म सिकाउने छु। त्यसको लागि तपाईले सुरुमा पर्चेस म्यानेजरमा जानुपर्ने हुन्छ जुन चाहिँ लेफ्ट साइडमै हुन्छ। त्यसमा क्लिक गर्नुभयो भने पर्चेस भनेर देख्न सक्नुहुन्छ। पर्चेसमा क्लिक गर्नुस्। मानौ तपाईले आज 2 केजी सुगर किन्नु भएको छ अनि तपाईको पर्चेस लिस्टमा तपाईले एड गर्नु छ भने पर्चेसमा क्लिक गर्नुपर्ने हुन्छ। पर्चेसमा क्लिक गर्नुभयो भने तपाईको सप्लायर जुन सप्लायरबाट तपाईले ल्याउनुहुन्छ उहाँको नम्बर तपाईले एड गर्नुपर्ने हुन्छ। त्यसपछि अनि प्रोडक्टमा चाहिँ सुगर एड गर्नुपर्ने हुन्छ। सुगर एड गर्ने बित्तिकै तपाईको यहाँ अप्सनमा पनि देख्न सक्नुहुन्छ। अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि कति क्वान्टिटी लिनु भएको 1 केजी 2 केजी 3 केजी त्यही अनुसार तपाईले यहाँ क्वान्टिटी राख्न सक्नुहुन्छ। अहिलेलाई चाहिँ हामी 2 केजी राख्ने छौं। अहिले यहाँ एडिटमा क्लिक गर्नुभयो भने कति प्राइस हो भनेर चाहिँ देख्न सक्नुहुन्छ। अहिलेलाई चाहिँ हामी केजी को 40 राख्ने छौं सुगरको अनि डिस्काउन्टमा चाहिँ हामी 0 नै राख्ने छौं। त्यसपछि अपडेट गर्नुभयो भने तपाईले देख्न सक्नुहुन्छ 2 केजी चिनी 40 रुपैयाँको दरले डिस्काउन्ट छैन अनि 40 रुपैयाँको दरले 2 केजी लिँदाखेरि तपाईको 80 रुपैयाँ भएको छ भनेर यसरी देख्न सक्नुहुन्छ। अनि यो पर्चेसको बारेमा म तपाईलाई डिटेलली चाहिँ नेक्स्ट भिडियोमा भन्ने छु।